हेलो नमस्कार याङ्नी ब्लगमा तपाईँहरूलाई स्वागत छ। मेरो भिडियो चाहिँ तपाईँहरूले सब्सक्राइब गरिदिनु होला। सबैले साथ सहयोग दिनु होला, सब्स्क्राइब गर्नु होला। भन्दा पनि भन्छ कस्तो खाँदैछ कस्तो हल्दैछ हामी त यहाँ सबैजना आफन्त हामी त खतरा खतरा मान्छे यसरी हेलो सेवा सेमुना सबैमा अब हामी आज भेटघाट गरेर यहाँ खानासँगै हामी चाहिँ खाँदैछौँ है। आज चाहिँ धेरै पछाडि है काका भतिज दाजुभाइ नाति अनि भाइ भतिजो यसरी कनाति कनाति अब गाउँमा चाहिँ यस्तो फेरि खतरा नमिठो लाग्छ क्या सर बुढो है आजकल त काठमाडौँमा किनेर खानुपर्छ यो गाउँमा त उसलाई त सुँगुरलाई 3 रुपियाँ 50 पैसा जति पर्छ नि फेरि गाउँमा बाध्य भयो बरु भयो थपेर खान्छ म कहाँ ज्यान अनुसारको धेरै हुन्छ नि होइन उहाँ चाउमिन आएको भित्र पनि आएको बरु म बनाएर खान्छु। के हो यो मलाई नै हो है भात खिच्न थालेँ है यसरी खानुपर्छ के नेपाली स्टाइलले खाना हो के राम्रो पर्दैन के आखिरमा खानको लागि हो क्या। हरेक कुरा जति जे गरे पनि खानको लागि रहेछ। खानुपर्छ मनाउनुपर्छ मजाले खाने हो हेरेर मरेको भन्दा छेरेर छेरेर मरेको मरेको राम्रो भन्दा त्यस्तै। त्यस्तो होइन ऊ के खानामा हामी भन्दै पर्दाखेरि ऊ के अरे हरिबुढोको भाइ पूर्ण सर्टे हामीलाई के भन्नुहुन्छ भने केटा हेरेर मरेको भन्दा छेरेर मरेको राम्रो भन्दै है हारे पनि आउट हाल्नु पऱ्यो पावर चाहिँ देखाउनु पर्ने म त दामी सस्ता दामी म त कहाँ तितो अमिलो खान्छु त कुच्यो मात्रै खानु हो अलिकति अरू हैन ओ हावा दिउँ न भन्दा अरे पहिला ऊ पन्थे नाति तर त्यस्तै दाजु म त हात नदेखेको नसुनेको छैन बाजे सुनेको ऊ गएको अरे हाम्रो लगेर अनि रामसिंह अनि हाम्रो काइला र नाति लगेको अरे अनि हिलेसम्म अलैँची बेच्नु नाति फर्क्यो हामी चाहिँ तराईसम्म जान्छौँ भनेको अरे जाने कि जाने भन्छ अरे हाम्रो रामसिंहको पनि दिदी थियो होला अनि अनि ऊ पनि हाम्रो काइला पनि काकीहरूमा यसो भेट्नु पैसाको दिनमा अलैँची बेच्नु गएको है पुगेर तरारमा अब गर्मीको बेला काठको घरको खानु गर्मी भएछ अरे अनि अगाडि त हावा थियो फेरि चलाएको छ अरे अनि भरै गएको छ क्या लाइन गएको छ अरे अनि बाँच्दै छ अरे खानु थालेछ खानु थाल्दै अब पसिनै पसिना यसो गर्दा ओ भने के हो भनेको हावा दिउँला बाँचे भन्दै के कुरा फेरि चला भन्नु नजाने हावा दिउँला भने त अरे त्यो चाहिँ कहाँ धेरै कुरा गर्नु है दिनमा बाँचे लाइन मिले कसरी मान्छेले हालिदिएर त हुँदैन यसो पुगेर भएन त्यसपछि नजिक पुरा विदेश गएर हल्लो कोपा भन्दै झोल यो सक्छ अलिकति मामा पुरै सुप म्यासेज चाहिँ नलेख्ने है बाजे जाने मौका होइन पञ्चराज दाजु पनि क्या ए मलाई यहाँ लगेर त यो त चोक भयो म त नखानु नि भयो के हो सुप खाऊँ न नि ज्यान भनौँ म त मामा खासै खानुहुन्न रहेछ म त के नखानु रहेछ हिजो पनि 5-6वटा कुखुराको जाँते भुटेको रहेछ पानी पऱ्यो भनेर पुरा फ्राई गरेर त खाइहाल्यो भने माछा पनि खाइहाल्यो एकैछिनमा जाने लोकलको झोल चाहिँ हिजो खानुपर्ने पर्वतमा लोकलकै माछा र मलाई ब्रोइलरको मासुमा चाहिँ अलरेडी खानु भनेको छ नि त डक्टरले। लोकल पनि हुँदैन मामा यो कोलेस्ट्रललाई अलिक यो बोसो चिजहरूले उ गर्छ क्या अलिक धोका दिन्छ। नै हामी चाहिँ खाना खाने कारम भइरहेछ म चाहिँ फोटो खिचेर चाहिँ खाना खाँदै पुरै ए भिडियोमा त साँच्ची सम्झना स्वरूप कोही तस्बिरहरू लिँदै जस्तो भविष्यमा कोही सिङ्गापुर पुग्ने होला, कोही जापान पुग्ने होला, कोही कोरिया पुग्ने होला, कोही युके आर्मी हुने होला, यतातिर चाहिँ कोही प्रधानमन्त्री हुने होला, कोही मन्त्री हुने होला, कोही सांसद हुने मान्छे होला यहाँभित्र हेरेर ल हामी चाहिँ एउटै घरको मान्छे सबैजना खाना खाँदैछ
एउटा केटा पनि बोल्दै खाना खाँदैछ अब जिन्दगी त त्यस्तै हो नि कहिले मरि गयो त मैले ढुक्क आउँथ्यो किन दुःख पाउने हो भने जस्तो के बुढा यस्तो पनि बोल्नुपर्छ गरिहाल्छ नि त त्यो त अर्ग्यानिक कसम महावीर पुन चाहिँ होइन मन्त्री भयो कि त्यो चाहिँ मलाई खुसी लाग्छ कि एकदम अर्ग्यानिक ढङ्गको बोल्ने पनि ओहो महावीर पनि आयो पानी पनि आयो किताब ल्याउन आउनु होला है किन्नु होला फोटो खिचेको बोलेको नि पैसा लाग्दैन किताब किनेको मात्रै पैसा लाग्छ भन्छ बुढोले है चुरा सकेर आएर नाच्दै फुलमा भन्दा मलाई खतरा लागेको चाहिँ त्यो माविक पनि ठुलो मान्छेको चाहिँ ओके मलाई त खासै नमस्ते गर्नु पनि आउने थियो है उता जाउन भनेको यहाँ फोटो खिचिरहेको भन्ने लु आऊ यो मान्छेले नमस्ते गर्नुपर्छ भनेर सिकाएर लु सबैजनाले नमस्ते छ है ऊ मात्रै मभन्दा जेठो छ नि त हो त्यस्तो पो तिनीहरू त चुनाव सकेपछि के हुन्छ म चाहिँ खोइ कति भयो ननुहाएको ए ननुहाएको अरे ऊ गरेको चुनावको तनाव लागेर नाच्दैछु भनेर नाचेको एउटा फुलको धुमा नचाने कमेडी लाग्यो त्यो बुढो पनि ठिक लाग्यो मलाई चाहिँ अर्ग्यानिक खालको के तर त्यस्तो बुढो त ठिक दिइहाल्छ भन्नु म अब चुनावको उम्मेदवार मनोनयन दर्ता गर्ने थियो त्योभन्दा म माथि ताप्लेजुमा किताब बेच्दै थिएँ चुनावमा उठ्ने नउठ्ने केही उठ्ने टुङ्गै थिएन आएँ लु भोलि मनोनयन दर्ता थियो आज आएँ गएर यसो नाम दिइराखेँ अहिले मन्त्री भएँ भन्छ मनोनयन दिनुपर्छ भने पनि थाकेन नि यो कसले के भन्नु छ लु आज मैले 7 लाख कतिको बेचेँ भने सायद 2,65,000 को चाहिँ 60,000 नै बेच्यो त पुस्तक यस्तो बाटो पैसा कति उमा कम्पनीमा रहेछ उसको यही खालको मान्छे हो त्यस्तो पनि हुनुपर्छ क्या एक दुईजना चाहिँ उसले मेट्रीमा अनि कति वर्ष अगाडि एउटा गोलो मन्दिर जस्तो बनाएको छ नि त आविष्कार त्यसको डकुमेन्ट्रीहरू राम्रो छ त अमेरिकामा स्कलरसिप नि शुल्क पढ्नु गएको नि त अहिलेसम्मको कति वर्ष भरे लुगा किनेको छैन कारण 12 वर्ष अगाडि राखेको छालाको जुत्ताहरू अस्ति सफा खाएर दिन यो 12 वर्ष अगाडि लगाएको जुत्ता आज यही गरेर सफा खाने हो होइन पहिला चाहिँ यस्तो थियो अरे खासै मान्छेले दिन्थेन अरे होइन अनि एकचोटि चाहिँ त्यहीँ आविष्कार केन्द्रमा काम गरिँदाखेरि एकजनाले हल्का हल्का आधा पैसा भनौँ न आधा लगाएर अनि फाल्नु आँटेको थियो साह्रै गाडीमा लाउनु आँटेको छ अरे अनि यो के गर्दैछ यसको भनेको र यो त ले लु म लगाउँछु भनेर त्यहाँदेखि चाहिँ सबैले उ भएपछि दिन्छ अरे भन्दै भन्दै हुनुहुन्छ इन्टरभ्यूमा कति वर्ष अगाडि पुरानो लुगा किनेको छैन गएर अहिलेसम्म नै तर महावीर पुन जस्तो बुढो मान्छेले जित्नु होइन राम्रो कुरो नि है उसलाई त अनि आफ्नो लागि केही नसोचिकन क्या उसले त अनि यो के अरे राउडर बिना नै नेट त्यही त डकुमेन्ट्री बनाएको छ नि त्यसको आइरहेको थियो बिबिसी पोखरामा कति यो बनाएको अरे त्यो बेचेर ऊ बनाउने अरे मामा खाना आविष्कारलाई सहयोग गर्ने ल धेरै राम्रो मान्छे हो त्यस्तो मान्छे त्यस्तो मान्छे पनि जन्मिनुपर्छ क्या देश विकास छिटै हुन्छ नि अझै 1% मात्रै 1% होइन 50 जना त त्यस्तो मान्छे हुनु भने हो 50 जना मान्छे चाहिँ त्यसो 50 होइन के लगभग 15 जना जति मान्छे जन्मियो भने त्यस्तो मान्छे केही न केही हुन्छ क्या आफ्नो लागि आफ्नो लागि देशको लागि त्यस्तो मान्छे मरिँदा कि बाँचिँदा उसलाई छैन कि त देशको लागि गरौँ भने आफ्नो मान्छे उनीहरू चाहिँ देशको लागि महावीर पनि त्यस्तो मान्छेको सोच चाहिँ हुन्छ र मान्छेको जन्मिनु होइन सन्डोक बुझ पनि हो तर अहिले जुत्ता छ अलिक विवादमा आएको छ बोल्छ सुजो तैँले पानी पनि आएको छ महावीर पनि आएको छ
अन्त 3 बजेदेखि 5 बजेदेखि 4 बजीसम्म कोठेश्वरमा पुस्तक बेच्छ। भाइ बहिनीहरू भाइ बहिनीहरू फोटो खिचेको पैसा लाग्दैन, पुस्तक किनेर चाहिँ पैसा लाग्छ है भन्दै है। म त गुनाउने गुरु जस्तो पनि लाग्छ गरेको। राम्रो पनि कुरा पनि गरेको। अब मैले यो पैसा खाने म भगवान र अहिले गएर तपाईँ दुकान गर्नु तिमीहरूको मात्रै नाक पुरा गर्ने हो र? मेरो पनि नाक पुरा गर्नुपर्छ। तिमीलाई सक्छौ? तिमीले गएर लु गाउँ गएर भोट माग्नु थाला। तपाईँले यो स्कुटीवाला के भन्नुहुन्छ? जेसुकै गर। सन्देश के दिनुहुन्छ भने जेसुकै गर भन्छ सबैभन्दा खतरा कमेडी त त्यो मेममा बनेर दुर्गा पर्साई अनि हटे खतरा माघे पुलको खतरा हो त्यो त। एक हो त्यो मान्छे राम्रो के गरेर दुर्गा पर्छ चाहिँ माविले बिहा गरेको छैन? होइन दुर्गा बसेको पनि उयो बुढो छोराछोरी मजाले बुझ्नु कि उसको 30-35% त खतराको डाइलग आउँछ त। खतरा दोस्रो नेता नधाएको उसले खाना नखाएको क्या ऊ चाहिँ यस्तो के मार्सी चामलको खाना नखाएको नेता कुन छैन। त्यस्तै छ। तर एउटा भिडियो चाहिँ खतरा आएको थियो है हाम्रो चाहिँ गफ यस्तै हुँदा गाउँले जन अहिले चाहिँ राजनीतिको कुरोहरू भइरहेछ। खाना खाने नेता चाहिँ कस्तो खालको छ, कुन सांसद कस्तो खालको भन्ने विषयमा त हाम्रो छलफल भइरहेछ। यस्तो बेला बेलामा गर्नु पनि पर्छ। मन्जुज्यू तपाईँले मान्छे पठाउनु पर्छ र म आफै आइहाल्छु त। कहाँ आउनु पर्ने थियो भन्नु न। पुलिसले मिलाएको बेला भन्दै होइन। हिजो नै फोन गरेको भए म बिहानै उठेर पानी सानी गरेर मेरो औषधि खाइसक्थेँ। फेरि त्यो ऊ चाहिँ डिएसपी चाहिँ ऊ धरममा गएको हो क्या प्रकाश सकेको। हाम्रो तपाईँले त धेरै कुरा भाइरल नि राम्रो काम गर्ने हो बियर खाने हो भन्ने पुलिसले त धेरै गरेको छ नि। पर्खाएको पनि छ। आओ 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 भनेर त खतरा हुन्छ भागेर झापा इन्डियामा पुगिसक्यो। आजलाई चाहिँ भिडियो यति नै। फेरि अर्को नेक्स्ट भिडियोमा चाहिँ भेटौँला। मन्दिर अन्त तपाईँहरूलाई मेरो भिडियो चाहिँ अपलोड गराउनेछु।